वाडा भेलाको पूर्ण सफलताको शुभकामना दिँदै यस वाडा भेला मार्फत चयन भएर आउनुहुने सम्पूर्ण पदाधिकारीज्यूहरू तथा सदस्यज्यूहरूलाई चाहिँ म अग्रिम रूपमा पूर्ण सफल कार्यकालको लागि हार्दिक शुभकामना पनि दिन चाहन्छु। साथीहरू, हामीहरू चाहिँ अहिले भर्खरै राजनीतिमा नयाँ आएका छौँ। हाम्रो पार्टी पनि स्थापना भएको भर्खर 3 वर्ष पुरा भयो। सङ्घीय संसदमा पनि हाम्रो पार्टी यो राष्ट्रिय पार्टीहरूमा सबभन्दा कान्छो र नयाँ पार्टी छ। यस किसिमले पनि हामीहरू यो राजनीतिमा चाहिँ नयाँ अनुहार हौँ। र अझ एउटा अर्को कुरा के पनि छ भने फेरि यो अहिले हामी जुन नयाँ यो पार्टीमा लागेका छौँ, यसमा कोही बुझेर लागेका छौँ, कोही नबुझेर पनि लाग्नु भएको छ, कोही जानेर कोही नजानेर, कोही लहीमा पनि लाग्नु भएको छ। कोही मित्रहरू काङ्ग्रेस एमाले माओवादीको चाहिँ पुरानो पार्टीहरूलाई हेरेर तिनीहरूको चाहिँ पद र पावर हेरेर त्यो किसिमले पनि लाग्नु भएको होला। तर म यहाँहरूलाई एउटा विनम्र रूपमा एउटा भित्री हृदयबाट के भन्न चाहन्छु भने काङ्ग्रेस एमाले माओवादीमा चाहिँ नेता कार्यकर्ताहरू जुन उद्देश्यले लागुन् त्यो उनीहरूकै सरकारको विषय भयो। हामीहरूले चाहिँ एकदम हृदयमा हात राखेर हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीमा लाग्नुभएका तपाईँ सम्पूर्णलाई म के अनुरोध गर्न चाहन्छु भने हामीहरू राजनीति यो मानेमा गरौँ चाहिँ हामीहरू चाहिँ हाम्रो राजनीति चाहिँ वाडा निर्माणको लागि होस्, हाम्रो राजनीति गाउँ टोलको विकासको लागि होस्, हाम्रो राजनीति पालिकालाई आर्थिक रूपमा समुन्नत बनाउनको लागि होस्, हाम्रो राजनीति जिल्लाको सर्वाङ्गीण विकासको लागि होस्, हाम्रो राजनीति समग्र प्रदेश र देशकै मुलुककै सर्वोपरि हितको लागि होस्। यस कारणले म तपाईँहरू सम्पूर्णलाई यो विनम्र अनुरोध गर्न चाहन्छु, हाम्रो राजनीति सुसंस्कृत राजनीति हुनुपर्ने रहेछ। त्यस कारणले पनि हामीलाई चाहिँ यो काङ्ग्रेस एमाले जस्तो हुन छैन। किनभने नेपाली जनताले 2046 सालपछि भएका प्रत्येक परिवर्तनहरू, प्रत्येक राजनीतिक घटनाक्रमहरूलाई एकदम नजिकबाट निहालिरहेका छन्। नेपाली जनताहरूले यो सबै नजिकबाट हेरिरहेका छन्। यो 2046 सालपछि यो 35 वर्षको अवधिमा नेपाली काङ्ग्रेसले 25 वर्षभन्दा माथि यो देशको नेतृत्व, देशको शासन सत्ता हातमा लिएर नेपाली काङ्ग्रेसले देशलाई के लियो, देशलाई के दियो र देशबाट के लियो त्यो सबै नेपाली जनताले हेरिरहेका छन्। नेपाली जनताले यो पनि हेरिरहेका छन् एमालेले यो 35 वर्षको अवधिमा 10 वर्ष चाहिँ यो देशको प्रमुख शासन शक्ति हातमा लिएर देशको नेतृत्व गरिरहँदा उसले के काण्ड गर्यो, के भ्रष्टाचार गर्यो, भ्रष्टाचार गरेर कति कमायो, कति लियो दियो, त्यसले देशलाई कति हानि भयो त्यो पनि नेपाली जनताले नजिकबाट हेरिरहेका छन्। माओवादीले 10 वर्षको जनयुद्ध सञ्चालन गरेर 17,000 भन्दा बढी माथि चाहिँ नेपालीहरूलाई शहीद बनाएर त्यो शहीदको आहालमा मुलुकलाई डुबाएर त्यो 10 वर्षे जनयुद्धले मुलुकलाई कति उर्वर बनायो या कति हानि गर्यो त्यो पनि नेपाली जनताले राम्रोसँग हेरिरहेका छन्। ती 17,000 जना शहीदहरूको श्रीमती, तिनीहरूका पुरा छोराछोरी, तिनीहरूका बेसहारा बुबाआमा सबैले यसलाई चाहिँ नजिकबाट निहालिरहेका छन्। नेपाली जनताले यो पनि निहालिरहेका छन् 62-63 को आन्दोलनपछि मधेसको अधिकार र पहिचानको नाममा स्फूर्त रूपमा यो मधेसमा देखिएको एउटा चाहिँ मधेसमा उत्रिएको एउटा आन्दोलनको फाइदा लिएर त्यसमा चाहिँ त्यस मधेस आन्दोलनमा शहीद भएका मधेसी शहीदहरूको लासमाथि चाहिँ भर्याङ राखेर सत्तामा उभिएको मधेसवादी दलले प्रदेशको 2 कार्यकाल प्रदेशको नेतृत्व गरिरहँदा
देशको पनि मुख्य मन्त्रालयको नेतृत्व गरिरहँदा ती मधेसवादी दलहरूले पनि समग्र देश र मधेसलाई के दिए भनेर त्यो पनि सम्पूर्ण नेपाली जनताले हेरिरहेका छन् र सम्पूर्ण मधेसी जनताले पनि त्यसको एक दिन पक्कै पनि तिनीहरूसँग हिसाब माग्नेछन्। म के भन्न चाहन्छु भने अब हामीलाई चाहिँ नेपाली जनताले त्यो छुट दिएका छैनन् र एउटा के हामीलाई फाइदा के पनि छ भने यी सबैको क्रियाकलाप देखेर नेपाली जनताहरू वाक्क भइसकेका कारणले गर्दाखेरि अब हामीलाई नेपाली जनतामा जाँदा सजिलैसँग हामी 84 मा अनुमोदन भएर आउनेछौँ। किनभने हामीले नेपाली जनतालाई